जय मसी तथा नमस्कार। म यहाँहरुमाझ एउटा कुरोलाई उठाइरहेको छु। जतिखेर जुन बेला म नेपालको शरणार्थी शिविरमा 20 वर्षसम्म अभावको जिन्दगीलाई बिताइरहेको अवस्थामा त्यतिखेर ममा साहित्य लेखनको रुचि बढेर आएको थियो। म व्यक्ति शरणार्थी थिएँ, तर साहित्य शरणार्थी हुन सकेन। त्यही भित्रबाट अभावको जिन्दगीबाट छानो चुइएको अवस्थाबाट आगलागीले सबै घरहरू ध्वस्त बनाएको अवस्था, पानीले भेलबाढीले घर डुबाएको अवस्था, चिसोमा अझ चिसो थपिँदै गर्दा ओड्ने ब्ल्याङ्केट नभएको अवस्था, छोरा छोरी वरिपरि रहेर रुँदै गरेको अवस्था, अनि एउटा श्रीमान कान्छी स्वास्नी ल्याएर रमाएको अवस्था, कुनै श्रीमान र श्रीमती भोकै भएको अवस्था, गिटी कुटेर परिवारलाई दुध भात र चामल अनि मासु कहिले काहीँ ल्याएर दिएको अवस्था, यी सारा विवरण भित्रबाट दुःखको अभावमा पनि दुःखको क्षणमा एउटा गजल संग्रह जन्मिएको थियो। यो गजल संग्रहको नाम हो 64 चोक र यो 64 चोकलाई जसले प्रकाशनार्थ जिम्मेवारी लिनुभयो अनि त्यहाँदेखि सहयोग पुर्याउनु भयो, उहाँहरू सम्पूर्णलाई म यतिखेर सम्झिँदै यतिखेर म यहाँ भित्रबाट नेपालबाट प्रकाशित त्रैमासिक पत्रिका नारी तृष्णा भन्ने पत्रिकामा यस भित्रबाट एउटा गजल साभार गरिएको छ। आज म हजुरहरु समक्ष त्यो गजललाई उठाइरहेको छु। यो 64 चोक भित्रबाट 8औं नम्बर भित्र राखिएको गजललाई उठाइरहेको छु। त्यो गजल यस प्रकार छ, म यहाँहरुमाझ वाचन गर्न चाहन्छु। यस गजलमा दुईटा छोरा छन्, अलग अलग आमाका बाबु एउटा छ। यस्तो अवस्थामा दुई छोराको बीचमा कस्तो खालको व्यवहार छ यो गजलले भन्ने छ। यसो भन्छ यो गजलले, सन्तान रुन्छन् धुरु धुरु आशा बोकी चाराको, सन्तान रुन्छन् धुरु धुरु आशा बोकी चाराको, बाबु भने कान्छी ल्याउँछन् जुवा खेल्छन् पाराको। एक पाटो कथा व्यथा अर्को पाटो प्रसन्नता, एक पाटो कथा व्यथा अर्को पाटो प्रसन्नता, एउटाको बास महलमा अर्कोको बास टहराको, एउटाको बास महलमा अर्कोको बास टहराको, सन्तान रुन्छन् धुरु धुरु आशा बोकी चाराको। एकलाई दूध जाउलो अर्कोलाई ढिँडो गुन्द्रुक, एकलाई दूध जाउलो अर्कोलाई ढिँडो गुन्द्रुक, नसुहाए नि सुहाए जस्तो जीवन कस्तो गाराको, सन्तान रुन्छन् धुरु धुरु आशा बोकी चाराको। हलो जोत्छ घाँस काट्छ एउटै बाबुका सन्तानहरू, हलो जोत्छ घाँस काट्छ एउटै बाबुका सन्तानहरू, कान्छी तर्फ कापी कलम मान पाउँछ साराको, सन्तान रुन्छन् धुरु धुरु आशा बोकी चाराको। टुहुरा चाहिँ बाँच्नुपर्ने आफ्नो आमा रहे पनि, टुहुरा चाहिँ बाँच्नुपर्ने आफ्नी आमा रहे पनि, टुहुरा चाहिँ बाँच्नुपर्ने आफ्नी आमा रहे पनि, मिठो राम्रो सफा गुलियो, मिठो राम्रो सफा गुलियो पाउने गर्छन् झटाराको, सन्तान रुन्छन् धुरु धुरु आशा बोकी चाराको। एकले पाउँछ वज्रसरी गाली लाठी घरी घरी, एकले पाउँछ वज्रसरी गाली लाठी घरी घरी, आमा कान्छी छोराका चाहिँ व्यवहार छ छेपाराको, आमा कान्छी छोराको चाहिँ व्यवहार छ छेपाराको, सन्तान रुन्छन् धुरु धुरु आशा बोकी चाराको। उठी काम गरे पनि
उठी काम गरे पनि रातो चिया बचन सरी, उठी काम गरे पनि रातो चिया बचन सरी, सानो मान्छे धीर गाग्री पानी बोक्छ धाराको, सानो मान्छे धीर गाग्री पानी बोक्छ धाराको, सन्तान रुन्छन् धुरु धुरु आशा बोकी चाराको। जेठी रुन्छन् सोक्क सोक्क कान्छी मुसु मुसु, जेठी रुन्छन् सोक्क सोक्क कान्छी मुसु मुसु, बाबु भने चुप्प बस्ने घर भयो भाइ माराको, 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 सन्तान रुन्छन् धुरु धुरु आशा बोकी चाराको। पक्षपात अति नै भयो, पक्षपात अति नै भयो, सहन अब सकिन्न है, पक्षपात अति नै भयो, सहन अब सकिन्न है। मान्छे अब सोच्ने गर, मान्छे अब सोच्ने गर, नबन साँच्चै गति हाराको, नबन साँच्चै गति हाराको, मान्छे अब सोच्ने गर, नबन साँच्चै गति हाराको, सन्तान रुन्छन् धुरु धुरु आशा बोकी चाराको, बाबु भने कान्छी ल्याउँछन् जुवा खेल्छन् पाराको, बाबु भने कान्छी ल्याउँछन् जुवा खेल्छन् पाराको, जुवा खेल्छन् पाराको। यो गजललाई मैले उठाएँ। यदि तपाईलाई यो गजल असल लाग्यो, मिठो लाग्यो अथवा जस्तो लाग्यो त्यस्तै नै तपाईले कमेन्ट गर्न सक्नुहुनेछ। यो गजल संग्रह नेपालमा प्रकाशन भएको, त्यस पछाडि जब म 2008 मा अमेरिका प्रवेश गरेँ, त्यस पछाडि फेरि पनि इसाईत्व कलम चल्दै गयो चल्दै गयो चल्दै गयो, 122 वटाको कविताको संगालो बन्यो। अनि 2018 मा अर्को प्रकाशन गरेँ जसको नाम हो चोट बोकेको यात्री कविता संग्रह। त्यसभित्रबाट बेला बेला वाचन गर्ने गरेको छु र कृति वाचनमा लगातार रूपमा वाचन गरिरहेको छु। चाँडै नै कृति वाचन आइरहेको छ। लाइक कमेन्ट र सब्स्क्राइब गरेर तपाईलाई कृष्ण भण्डारी काइलो च्यानलबाट आउने गरेका रंगीन सौरभ स्वर्गीय सोपान, त्यहाँभित्र चम्किलो आवाज छ। त्यसै गरी धेरै विविध प्रकारका वचनहरू पनि बोल्ने गरेको छु। अरू धेरै प्रकारका कुराकानीहरू सुन्नका लागि कृपया तपाईले आज यो अवसर छ, सब्स्क्राइब गर्नुहुनेछ र अरूको ठाउँमा नि पुर्याउनको लागि शेयर पनि गर्नुहुनेछ भन्दै आजलाई भने बिदा हुन चाहे। यहाँहरू सम्पूर्णलाई जहाँ पनि हुनुहुन्छ स्वस्थ रहनुहोस्, आनन्दमा रहनुहोस्, छङ्गाईका साथ रहनुहोस्, परमेश्वरको आशिषलाई लगातार रूपमा ग्रहण गरिरहनुहोस्, अनुग्रह मनाउनुहोस्। यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै आजलाई भने म बिदा हुन चाहन्छु। धन्यवाद, जय मसीह तथा नमस्कार।